कसरी गोटा हो दिदी भन्नु कसरी गोटा हो यहाँ चाहिँ अब अहिले चाहिँ म अब भिडियो साह्रै तपाईँहरूले हेर्दैन भ्युज पनि आएन कि त्यो भन्छ रोडमा मकै बेच्नु थालेको बेच्नुमा सुरु गरेँ मैले पोलेको चाहिँ कसरी हो यहाँनिर गाडीहरूबाट पनि खतरा हुन्छ भनेर म चाहिँ हेलमेट लाएरै पोल्छु पोलेको चाहिँ कसरी दिँदैछ पोलेको 40 रुपियाँ गोटा यस्तोमा है ल किनभने अब कति भिडियो बनाएकोले हत्तु भइसक्यो हेरेर भ्युज पनि आउँदैन त्यही भएर म कहिले बेच्नु सुरु गरेको तर आज त मौसमले साथ दिएन रहेछ नि त यो खरबुजाले गर्दाखेरि है आज टुरिस्टहरू कम्ती छ मेरो तपाईँ पनि खाएर जानुहोस् न त मकै अहिले भेट्छु यहाँ दोकानै पो उल्टा किन्नु आए जस्तो छ तिमी दोकाने त होइन हौ मै हो दाजु त्यसरी उयो नगरिदिनु न कोइला कहाँबाट ल्याएको यो उयो गाउँकै हो नि गाउँकै हो नि दाउराकै बालेको सिलगढीमा त म सिक लाग्छ मान्छे पोलेको जग्गाबाट ल्याउँछ मान्छे पोले पार्छ नि ए सिलगढीतिर त है छोटोमै बनाएको मैले तपाईँहरूले चाहिँ यहाँ सुन्तला राखेको जस्तो लाग्छ है अहिले पनि राख्नुहुन्छ सुन्तला सुन्तला सिजनमा राख्छ अन्त मजाले पाएको छ बहिनी ल अब मकै खाएर जान्छु भन्छ तर मजाको यार मकै चाहिँ कहाँबाट ल्याउनु भएको अरे मकै त यताको त होइन नि यति बेला त है भाइ सिलगढीको सिलगढीको दिदी सिलगढीको ल्याएको मिठो हुँदैन तर यो टेस्ट उयो तर यो टेसिलो छ हजुर चियाका त अन्त हिलसाइडै हो कहाँबाट ल्याएको चियाका चियागा हिलसाइडै हो हेरौँ न यस्तो उयोहरू मकै बेच्ने त अन्त उता फर्केर धुवाले तिमीहरू तर पाउँदैन होला नि त त्यसो राख्नु चियापत्ती पाउँदैन पाउँछ राख्नु पाउँदैन पाउँदैन नि है लुकी छिपी चाहिँ पाउँछ होला नि त जप्पै त्यसले दिँदैन लाइसेन्स लाइसेन्स हुनु पर्यो मकैको टेस्ट चाहिँ कस्तो रहेछ त मकैको टेस्ट फिटै छ खै खाँदैन म चिया खाँदैछु मिठो छ वाह यति मात्रै खाएर आज बाटोमा चाहिँ के खाने आज दिन खाना खानु छोडेर 1 महिना डाइटिङमा छु म 1 महिना अघि तल सुँगुर काट्दै रहेछ कि तर म तोड्दिउँ कि त्यो वादा सुँगुरको मासु देखेर के भन्यो अरे होइन अर्को महिनादेखि मात्रै गर्नु पर्ने डाइटिङ भने जस्तो लाग्यो सुँगुरको मासु देखेर